ओ बाबा तिमी मलाई कतिको माया गर्छौ पुरै पुरै त्यसो भए हाम्रो माया दुनियाँलाई देखाउन सक्छौ त्यसो भए नि तिमी गर न गर म पनि गर्छु अन्त ओट जोल थार नि फोटो खिचेर हालौँ अन्त दुनियाँले देख्छ छट त्यस्तो माया हुन्छ कहिले आउनु न गर न के भएको मान्छे अनि माया गर्छु म दुनियाँलाई देखाउन सक्छु भनेको होइन त्यति के हुन्छ गर्दा गाला मात्रै यस्तो गर न अन्त गर्छु अन्त खिचेर हालौँ त्यस्तो माया हुन्छ कहिले माया भनेको त अब कहाँ त्यस्तो हुन्छ त्यो त अनि कस्तो हुन्छ माया भनेको माया भनेको त एक अर्कामा साथ दिने परेको बेला दुःख सुखमा साथ दिने त्यस्तोलाई माया हुन्छ त्यो ओठ जोल्टाएर गालामा किस खाएर कहिले माया हुन्छ के हुन्छ हौ दुनियाँले कस्तो मजा मजाको हाल्छ बुढाबुढी भएर हावा ल जाउँछ पो अब ल आउन लजाको होइन के त्यो अन्त? केटाकेटी जस्तो के थियो नानीको आमा बाउ भइसकेपछि अलिक उयो हुनु परेन के नानीको बाउ र आमा चाहिँ उयो हुँदैन आउन हौ गाला मात्रै यस्तो गर न अन्त म गर्छु हिँड्नु न हावा परेन उयो गर मलाई यहाँ सोच्नु छ न यहाँ म कन्टेन्ट सोचिरहेको छु ल सोच्दै गर न कन्टेन्ट अन्त लु न एक खेप एक बेला 5 मिनट पनि लाग्दैन खिचिक्क मात्रै पारौँ न लु के भएको मान्छे हौ इरि बोलाउँछ अझै तिमीले भनेपछि मलाई माया गर्छ नि अरे माया ओठ जोल्ठाएर हुन्छ यस्तो के हुन्छ हौ दुनियाँले देख्दा चाहिँ दुनियाँले देख्छ तर त्यो दुनियाँले देख्दा पनि एकदम यिनीहरूको जोडी चाहिँ भन्ने खालको त्यो अर्कै साथ सपोर्ट हुनु पर्यो नि त आउ न अन्त यसो मात्रै गरेर गरौँ न लु न निधारमा मात्रै गर नि तिमी मात्रै गर न म यस्तो के निधार के निधारमा होइन म यस्तो गर्छु कि तिमीले मात्रै गर न लु भयो भयो राख छोड के साह्रो नि राखेको राखेको अरूको बुढाबुढी चाहिँ सँगैमा कम्ता मिलेर फोटो खिच्दैन है हाम्रो चाहिँ लजाको हो कि के हो कुनै केही गर्दा पनि अब मान्दैन क्या यसो गर न उसो गर न भन्दा पनि मान्दैन यस्तो छ है मान्छे चाहिँ रियालिटीमा चाहिँ हिजो पनि हारेको हो तिमी के ठुलो कुरा गर्छौ हो म चाहिँ कहिले हारे हारेन लु त्यसो भए खेल्ने खेलौँ न लु खेलौँ अहिले लु हरुवा पार्टी गुचाटी पहिला जाऊ तिमी नै लु सुन यो शब्द खेलमा तैले टुक्का होइन शब्दको टुक्रा जोड कपालमा कलर लाएर हिरो सोच्दैछस् होला तर कसम भनेको तँलाई देखिरहेको छ कुखुरा चोर अब मलाई भन्नको लागि तैले कतिवटा लाइन कोरिसकिस् अन्त भन् ओइ स्याल बुढो कतिवटा कुखुरा चोरिसकिस् हेर्दामा जिउज्यान खाइलाग्दो मर्दनी भन्दा बलियो इमानदारी केटोलाई जो बन दिने मन थियो भनेर भन्थिस् होला नि तर तँलाई न त फिगरले साथ दियो न त हाइटले तँलाई देख्नु बित्तिकै केटाहरू साइड हुन्छ साला 38 नम्बरको पेन्ट ल्याएर लगाइदियो भने पनि टाइट हुन्छ तैले लेखेको लाइनहरू त्यति साह्रो खास थिएन मेरो जिउ हेरेर कोही केटाहरू पनि हाँस्थेन बरु तेरो कपाल हेरेर लाग्दैछ भाले जस्तो लु त बरु एकचोटि कुकुरी क्वाक भनेर बाँच्दैन मेरो शब्दले नै तेरो चाक बुच्चाइदिन्छु 1 हप्तासम्म हक्नु सक्दैनस् अनि खै त बाँचेको कि बुढो भएर सक्दैनस् तँलाई टाइम सोधौँ भनेको तर तेरो हात त खाली रहेछ नसुर्ता तँलाई म एउटा घडी दिन्छु ज्यादा भाले 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 नभन तँ पनि पोथी नै हो अहिले फेरि यहीँनिर चढिदिन्छु तँलाई ब्याटलमा जितेर यहीँनिर गाड्नु पर्ला बाटोमै झन्डा ज्यादा ठुलो ठुलो कुरा नगर ओथ्रेनी पोथी अहिले पार्नु पर्ला बाटोमै अन्डा मेरो बुढाको सुकेको जिउ 2 माना भात खान्छ 4 किलो घिउ त्यही पनि उसको लाग्दैन जिउ बिचारा मान्छेहरू लाटा शरीरहरू भाटा कति किलो घिउ खाइसक्यो लागिसक्यो घाटा ज्यादा ठुल्ठुलो कुरा नगर अहिले यही भिडबाट फालिराखिदिन्छु जाथा जतिजना दुश्मन आए पनि
अहिलेसम्म छुइनँ म कोहीसँग भागेको अच्छा अब हार्दै गएपछि मुख छाड्नु थाल्यो त्यसैले म चाहिँ लागेको